गाइज नमस्कार। र तपाईहरुले मौरी शिफ्टिङ गर्दाखेरि चाहिँ है रानी भित्र पस्यो पसेन कसरी थाहा पाउने, यसरी हेर्नुस्, यसरी थाहा पाउन सक्नुहुन्छ है। मैले यो यहाँबाट चाहिँ त्यसमा हाल्दै छु, हेर्नुस् मौरी यसरी जान्छ। जब रानी पसिसकेपछि चाहिँ मौरीहरु यसरी एकदमै मजाले जान्छ है, लाइन वाइज हेर्नुस्, सरररर बिस्तारै जान्छ। रानी अगर पसेको छैन भने चाहिँ मौरीहरु जानु पनि मान्दैन हो, बाहिर र भित्र झगडा परेर गर्छ, रानी पुरा खोज्छ हो। यो चाहिँ अब कन्फर्म भयो तपाईको रानी भित्र छ भनेर। एकदमै साह्रो हो नि त, रानी चाहिँ अब आइडेन्टिफाई गर्न सकिँदैन कोही बेला। यहाँ पनि मौरी एकदमै बेसी छ, त्यसले गर्दा रानी मैले पनि देख्नु चाहिँ देखिन, अन्दाजमा गरेको थिएँ। तर रानी भित्र रहेछ, हेर्नुस् मौरीहरु रानी भित्र छ भने चाहिँ यसरी जान्छ है। यो कुरा चाहिँ एकदमै हामीलाई युजफुल हुनेछ तपाईहरु मौरी पालकहरुलाई है, बिक्की पर्सहरुको लागि चाहिँ।